एकदम सजिलो भयो किनभने हाम्रो चाहिँ यहाँ कन्सल्टेन्सीबाट चाहिँ एकदम हेल्प गर्नुभयो अनि ओभरअल हाम्रो भिजा पनि एकदम चाँडो भयो 2 वर्किङ डेजमै आयो। कङ्ग्रेचुलेसन्स। थ्याङ्क यू सो मच। कुन ठाउँ जाँदै हुनुहुन्छ? हामी चाहिँ स्कटल्यान्ड UWS युनिभर्सिटी। हजुरको भिजा प्रोसेस कस्तो भयो? हाम्रो भिजा प्रोसेस चाहिँ एकदम स्मुथ थियो, प्लस हाम्रो अब UKVI को इन्टरभ्यू पनि भएन। सो सरहरूले पनि हामीलाई टिप्सहरू चाहिँ दिनुभएको थियो, अब इनकेस इन्टरभ्यू पऱ्यो भने चाहिँ के कसरी एन्सरहरू गर्ने भनेर। सो भएन भनौँ न, इन्टरभ्यू चाहिँ भएन अनि यो सबै कुरा स्मुथली नै भयो। ओभरअल हामीहरूसँगको एक्सपिरियन्स कस्तो थियो हजुरहरूको? ओभरअल चाहिँ एकदमै राम्रो है। एकदमै राम्रो भयो। हामी अरू पनि कन्सल्टेन्सी गएको थियो तर यहाँ चाहिँ एकदमै हेल्पफुल हुँदो रहेछ अनि पछि चाहिँ हामीले यहीँबाट प्रोसेस गर्ने प्लान गऱ्यौँ।